मलाई बोल्न आउन्न नि त खासै त्यही भएर किन बोल्न आउँदैन? खै अब मगर भएर होला दिदीले जतातिर लगायो त्यतैतिर लाग्ने हो। नराम्रो बाटो त को लाग्छ त राम्रो बाटो लाग्नु भयो भने हिँड्छु नि अवश्य लप्पन सप्पन गर्न नि जान्दिनँ बोयफ्रेन्डले छोड्यो नि मलाई मतलब लाउन्न भनेपछि बोयफ्रेन्डले छोडेको छैन, साथमै छ। उसलाई यस्तो यो गीत सङ्गीत भनेको नसा जस्तो भयो क्या, काम छोड्न पनि नसक्ने, आफूले गएर गाउन पनि नसक्ने होइन। तैँले चाहिँ गाउन सक्दैनस्, हाम्रो दोहोरीमा तेरो लागि ठाउँ छैन। यहाँहरू दुवैजनालाई स्वागत छ। धन्यवाद हजुरलाई। के छ, आराम हुनुहुन्छ? ठिकै छ, अलि म बिरामी छु, खोकी लागिरहेको छ। बिरामी किन बिरामी पर्नुभयो? पोखराबाट आउँदाखेरि अलि त्यस्तै समस्या भएर हो कि किन? मौसम फेरिँदैछ नि त, त्यो भएर। बिरामी छु भन्नुभयो, बिरामी हुँदा पनि गीत त एकदमै बवाल तरिकाले गाउनुभयो त आज त। बवाल त होइन, सोचे जस्तो गाउन त सकेको छैन, तै पनि कोसिसमा। अनि आफ्नो आत्मसन्तुष्टि चाहिँ हुनुहुन्न, तर देख्नेले चाहिँ राम्रै भन्नुभएको छ है। धन्यवाद हजुरहरूलाई। अनि हाम्रो यता आचलजी त आराम हुनुहुन्छ नि? एकदमै सन्चै छु। टोलाउनु भयो त तपाईँ त। मलाई बोल्न आउन्न नि त खासै त्यही भएर किन बोल्न आउँदैन? खै अब मगर भएर होला भनेपछि तपाईँलाई गीत गाउन आउँछ मिठो तरिकाले, बोल्न चाहिँ आउँदैन है? त्यस्तो जान्दिनँ म बोल्न खासै। ल नजिक आउनु पर्दैन, त्यहीँबाट बोल्दा पनि टिप्छ है। हुन्छ। अनि पोखराबाट गीत गाउनकै लागि भनेर काठमाडौँ आउनु भएको हो? हजुर 3-4 दिन अगाडि नै कुराकानी गरेर दुईजनाले अनि यता दाइलाई कन्ट्याक्ट गरेर चाहिँ यो स्टुडियो छ है भनेर दाइहरूले भन्नुभएको थियो। अनि पहिला नि दिदीले गर्नुभएको रहेछ नि त यहाँ, त्यही भएर अनि यतै हजुरलाई सम्झेर आएको भनौँ। मलाई सम्झेर? हजुरको स्टुडियो। ए ठिक छ। ल त्यहाँ पोखराबाट जे कुराहरू सोचेर आउनु भएको थियो नि, यहाँ आउँदा त्यो पाउनुभयो कि पाउनु भएन? एकदम पायो। हजुरहरू नि एकदम फ्र्याङ्क हुनुहुने रहेछ, सबैजना हामी जस्तै एकदम मिल्ने सबैसँग। यो कलाकारिता फिल्डमा सङ्घर्ष गर्नको लागि, कलाकारिता फिल्डबाट अगाडि बढ्नको लागि सबैले काठमाडौँलाई एउटा कर्मथलो बनाउनुहुन्छ, काठमाडौँ आएर बस्नुहुन्छ। यहाँहरू दुवैजना पोखरा बसेर पनि लाइभ रेकर्ड गर्नको लागि यहाँसम्म आउनुभयो। के छ, पोखराबाट बसाइसराई गरेर काठमाडौँतिर आउन नमिल्ने हो कि के हो? त्यस्तो मिल्दै नमिल्ने त होइन, तर आफू जन्मे हुर्केको ठाउँ हो नि त। अब घर पाइ मिलेको ठाउँ, अनि त्यसले गर्दा पनि पोखरामा अलिक सहज लागेको भएर यता नआएको। बेला बेलामा आउने जाने चाहिँ भइरहेको छ? आइरहेको छु म चाहिँ बेला बेला। दुवैजना एकदमै चिटिक्क साडीमा एउटै पहिरनमा हुनुहुन्छ। यो मलाई चाहिँ अलिकति तिजको झल्को पनि आइराखेको छ। यसको रहस्य पनि खुलाइदिनु न थोरै। त्यो तिजको झल्को भन्दा पनि विशेष गरी मलाई चाहिँ साडी लगाउन एकदमै मनपर्छ। अनि त्यसले गर्दाखेरि चाहिँ म साडी लगाइरहेको हुन्छु र आज पनि त्यही सिलसिलामा लगाएको। अब त्यो तिज आएको कारणले पनि हजुरलाई त्यस्तो झल्को लागेको हुनसक्छ। अनि दुवैजनाले एउटै लाउने, एउटै खाने, एउटै तरिकाले हिँड्ने, त्यो प्रेमी प्रेमिका जस्तो त होइन नि यहाँहरू दुवैजना? होइन, उनी चाहिँ एजले मभन्दा सानो पनि हुन्, अनि म धेरै माया गर्छु बहिनीलाई होइन। अनि अब उनी मबाट प्रेरित भएर पनि हुनसक्छ, अनि हामी एकअर्कालाई माया गर्ने भएर पनि हुनसक्छ एउटै लगाउन मनपर्ने। तर यो साडी चाहिँ खास हाम्रो एउटा भर्खरै मात्र बजारमा आएको फुल र सहीको भन्ने गीत चाहिँ मेरो आफ्नै एल्बम सिमरन बुनो युट्युब च्यानलबाट बजारमा आएको गीतको लागि चाहिँ त्यो हामीले पत्रकार सम्मेलन गरेका थियौँ, त्यो बेलामा लगाउने भनेर किनेको। आज ठ्याक्क लाइभ सुटिङ हुँदा पनि यो लगाऊँ न भनेर चाहिँ लगाएको खासमा। ए भनेपछि दिदीले जे लगायो त्यही लगाउने त होइन नि हजुर? यो चाहिँ संयोग भएको है। के अरे मैले दिदीलाई लिग्नु पनि भनेको होइन, मलाई पनि दिदीले लिएर हिँड भन्नुभएको होइन। अनि मैले नि यो लिएर जान्छु भनेको, दिदीले नि यही हाल्नु पऱ्यो रहेछ। भने दिदीले जे गर्यो त्यही मनपर्ने त होइन नि? म त उहाँदेखि धेरै नै प्रेरित हो नि। भने दिदीले जे गर्यो त्यही गर्न मन लाग्छ तपाईँलाई पनि? उहाँको रहनसहन, ल्वाइ खुवाइ, गाउने यताउता सबै सिको गरेर त यहाँसम्म छु म भन्नु पर्छ। भनेपछि दिदीले जे गर्यो त्यही गर्ने, दिदीले जतातिर लगायो त्यतैतिर लाग्ने हो? नराम्रो बाटो त को लाग्छ त राम्रो बाटो लाग्नु भयो भने हिँड्छु नि अवश्य। मैले नराम्रो बाटो भनेकै छैन, राम्रो बाटो पो भनिरहेको थिएँ त मैले त। राम्रै बाटो भनेको म नि। के छ अनि फुल र सहीको नयाँ गीत आउने तयारीमा छ भन्ने कुरा पनि आइसकेको छ। ठिक छ, हाम्रो दर्शकहरूको लागि सुनाउनु त एक टुक्का। कति साह्रै प्यारो हौ त नि प्यारो मान्छे
मुटुमै छौ त नि फुल रसेको यो जोवन तिम्रै हो होइन कसैको प्यारो हौ त नि प्यारो मान्छे मुटुमै छौ त नि फुल रसेको यो जोवन तिम्रै हो होइन कसैको यो जोवन तिम्रै हो होइन कसैको मिठो गीत यो जोबान तिम्रै हो होइन कसैको। तपाईँको यो जोबान छ नि कसको हो? भइसक्यो कसै कसैको भइसक्यो। अनि आफ्नो त बनाइसक्नु भएको छ, अनि यति राम्री बहिनी हुनुहुन्छ, बहिनीको लागि के छ तयारी गरिदिनु भएको छ कि छैन? बहिनी अहिले सानै छिन्, सङ्घर्ष गर्दै छिन्, त्यो दिन पनि आउला। यदि त्यो दिन आइहाल्यो भने तपाईँहरूलाई समेटेर खुलाउला। बहिनी राम्रो गाउने पनि अनि रूपको राम्री पनि त्यत्तिकै, यति मिठो गीत बजारमा ल्याउनु भएको रहेछ। बहिनीलाई यसो मोडलतिर खेलाम लागेन? बहिनी यो गीतको मोडल नै हो म। हजुर ठुलो गल्ती गरेछु नि त मैले। यही गीतको मोडल ल मैले नहेरेर रहेछ, आज बेलुका गएर म हेर्छु। अनि यता अब मैले त नजिकबाट त्यति चिन्न पाइनँ, सायद हाम्रो दर्शकहरूले पनि अलिकति हाम्रो आचलजीको नयाँ अनुहार हो। योभन्दा अगाडि जो आज यहाँ आउनुभन्दा अगाडि यहाँको आफ्नै आवाजमा गीतहरू, त्यस्ता रेकर्डेड गीतहरू छन् कि छैन? रेकर्डेड गीत चाहिँ छैन, लाइभ दोहोरी चाहिँ म श्याम राणाजीसँग अनि उहाँ अर्को शङ्कर सुनारसँग गाएको छु। शङ्कर सुनारजीसँग नि एकल नै हो क्या सायद, अनि श्याम राणाजीसँग नि त्यही दोहोरी नै हो। त्यति हो मेरो गीत भनेको, त्यसपछि अरू छैन। मिठो गाउनु हुँदो रहेछ। अनि अब गीतहरू बजारमा ल्याउने, गीत गाउने, रेकर्ड गर्ने तयारी छैन? हामीले लगानी हालेर चाहिँ सकिन्न, डेन्जर महँगो पर्छ नि त होइन। अनि अहिले गीतमा कोही सहयोग गर्ने मान्छेहरू पाउनु भयो भने चाहिँ अवश्य। भनेपछि आफूले लगानी गरेर नगर्ने, अरूले गरिदियो भने गरिहाल्ने हो? लगानी गर्नलाई त मसँग हुन नि पर्यो नि त, आफैले कसरी गर्नु। ए भनेपछि मैले त्यसरी किन हिम्मत हार्नुभयो? तपाईँ त भर्खरको हुनुहुन्छ, कमाउने जमाउने गर्ने बेला त छ त अझै पनि, किन सक्दिनँ होला जस्तो आफैलाई त्यो हिम्मत हारेर ल्याउनु भएन नि त? सक्न चाहिँ सक्छु, अलि टाइम लाग्छ, भगरे भनेर त हुन्न नि त। भनेपछि केही समय पछाडि ल्याउने योजनामा हुनुहुन्छ? हजुर हजुर। ल ठिक छ, अब हाम्रो सिमरनजीको आवाज त हामीले सुनिसक्यौँ, भन्दाले दुवैजनाको सुन्यौँ। अब तपाईँको आवाजमा मैले अघिदेखि गाउनुहुन्छ भनिसकेपछि गीत त गाउनु पऱ्यो। अब अभिनय गर्न, डान्स गर्न यहाँ मिलेन, एउटा गीत सुनौँ न त। त्यागे मैले सब तिम्रै नाममा, तिमीले मलाई त्याग दियौ काजमा, सबैलाई तिम्रा यादहरू किन लादैनौ, ए मेरो जीवनबाट जाने मायालु, दिलबाट निस्केर किन जाँदैनौ, ए मेरो जीवनबाट जाने मायालु, दिलबाट निस्केर किन जाँदैनौ। वाउ दामी, नाइस। किन डराएको त नि? आफै डराउन आउँछ त। जीवनबाट जाने मायालु, जो मान्छेहरूले भन्छन् नि आफूलाई नपरन्जीसम्म यस्ता गीतहरू गाउँदैनन् भन्ने कुराहरू पनि हामीले सुन्छौँ। यो गीत हाम्रो आचलजीको जीवनमा कतिको मेल खान्छ? मेरो लाइफमा चाहिँ त्यस्तो बोयफ्रेन्डहरूले छोडेर यताउता गरेर चाहिँ छैन। म चाहिँ त्यस्तो लप्पन गर्न नि जान्दिनँ, बोयफ्रेन्डले छोड्यो नि मलाई मतलब लाउन। भनेपछि बोयफ्रेन्डले छोडेको छैन, साथमै छ? छैन। खाली हो? कसम। के कसम? के कसम खानु? अब यत्रो उमेरमा यति राम्री केटीको बोयफ्रेन्ड छैन भन्यो भने हाम्रो दर्शकहरूले पत्याउनुहुन्छ त? बोयफ्रेन्ड भए यहाँ आउन दिने नै थिएन होला सायद। हो भनेपछि तपाईँको भ्याकेन्सी अहिलेसम्म खाली छ? भ्याकेन्सी भऱ्यो भने चाहिँ भन्छु। हो हाम्रो सिमरनजी
हो उहाँ आचलजीले भनेको सही हो तपाईँको त उहाँको त तपाईँ त गार्जेन हो अरे नि त अनि अब गार्जेनलाई थाहा हुन्छ नि त के हो सही हो यस्तो हो अहिलेको बच्चाहरूको विषयमा ठ्याक्कै यही कुरा भनेर ग्यारेन्टी लिन त सकिँदैन तर पनि उनी प्रायः मसँगै हुन्छन् अनि अब गीत सङ्गीतमा अगाडि बढ्न खोजिरहेको हुनाले चाहिँ म त्यो तरिकाले चिन्छु अरू बाहिरी कुराहरू चाहिँ त्यति राम्रोसँग थाहा पनि छैन अब त्यतातिर नलाग पनि भन्छु म होइन त्यही नै हो तपाईँ अनि नजिकको मेरो बहिनी हो मैले एकदमै लगाएको बाटोमा हिँड्ने बहिनी हो भन्नुहुन्छ नि त्यति कुरा त थाहा हुनु पऱ्यो नि त सँगसँगै बस्नुहुन्छ कि अलि टाढा नजिक के छ होइन हामी सँगै बस्दैनौँ बस्नलाई हामी काम चाहिँ सँगै गर्छौँ अब त्यही हो अरू कुराहरू रोमान्टिक छिन् होइन अब यति राम्री मान्छेलाई मन पराउने भन्ने त हुनुहुन्छ होला होइन तर अब मैले चाहिँ मेरो बुझाइअनुसार चाहिँ त्यतातिर लाग्नुहुन्न आफ्नो करियरतर्फ लाग भनेर प्रेरित गर्ने हुनाले अब उनको अरू कुराहरू चाहिँ ठ्याक्कै मलाई थाहा हुँदैन तपाईँ त अब अलिकति आफ्नो उमेर बढ्दै जाँदाखेरि धेरै कुराहरू पनि भोग्नुभयो होला होइन उहाँलाई सपोर्ट गर्ने कुरा तपाईँले सपोर्ट पनि गर्नुभएको रहेछ आफ्नै गीतमा म्युजिक भिडियो पनि खेलाउनु भएको रहेछ अलिकति नजिकको अनि माया गर्ने हिसाबले चाहिँ बहिनीले चाहिँ के गरिदिए चाहिँ मेरो लागि चाहिँ राम्रो हुन्थ्यो भन्ने लाग्छ तपाईँलाई मेरो लागि भन्दा पनि आफ्नो लागि कि मेरो लागि तपाईँको लागि पनि हो नि त एउटा तपाईँले माया गरेको बहिनीले राम्रो गरिदियो भने तपाईँको पनि त नाक ठाडो हुने हो नि त होइन अब यस्तो हो अब सङ्घर्ष गर्दैछिन् किनभने गर्ने भनेको यही बेलामा हो नि त अब भोलि उमेर बढ्दै जाँदाखेरि गर्छु भने पनि त्यो बेला समय निकाल्न नसकिएला होइन हरेक कुराहरूको बाधाहरू आउन सक्छ अब यही बेलामा तिमीलाई गीत सङ्गीत क्षेत्रमा अब धेरै सङ्घर्ष गरेरै आएको छन् नि त अनि अगाडि बढ्यो भने राम्रो हुन्छ भन्ने चाहिँ मेरो तर्फबाट उनलाई लाग्छ अब भोलि अगाडि बढिन् भने त्यो बेलामा दिदीले साथ सपोर्ट गर्दा होइन अथवा दिदीको केही कुराबाट म प्रेरित भएर म यहाँसम्म आएँ भनेर मेरो नाम लिन् भने पनि मलाई ठुलो लाग्छ हाम्रो आचलजीले चाहिँ सिमरन दिदीले मेरो लागि चाहिँ यस्तो गरिदिए हुन्थ्यो भन्ने त्यो यो आशा हुन्छ नि आफूलाई त्यस्तो आशा अनि यस्तो गरिदिए हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन दिदीलाई चाहिँ आफ्नो लागि आफ्नो उसमा मारेर पनि मेरो लागि गर्नुभयो त्यही ठुलो कुरा हो भने चाहिँ अहिलेसम्म सिमरनजीले जे जति गरिदिनु भयो नि त्यसको लागि तपाईँ खुसी हुनुहुन्छ यहाँ ल्याउनु पनि सिमरन दिदीकै हात छ अनि म्युजिक भिडियोहरू खेलाउनमा पनि दिदीले नै खेल त सक्छस् म पहिल्यै हार मान्ने मान्छे हो क्या त अलि डराउँछु नि त बोल्न पनि गाउन पनि अलि डराइ गाउने नाच्न पनि त्यस्तै गरेर नाच्ने गर्ने भएर दिदीले चाहिँ यस्तो त गर्न सक्छस् तैँले गर्नुपर्छ भनेर चाहिँ आफ्नो म्युजिक भिडियोमा हाल्नुभएको थियो नि त नाच्ने भन्ने यहाँ कहाँ नाच्नुहुन्छ दोरीमा नाच्ने गाउने दुइटै हो ए भनेपछि दोरीमा नाच्ने गाउने पनि गर्नुहुन्छ हजुर दोरी साँझमा काम गर्नुहुन्छ पोखरा हजुर दोरी साँझमा काम गर्दाखेरि त एउटा हुन्छ नि अब दोरी साँझमा काम गर्दाखेरि हामीलाई चाहिँ पब्लिकले हेर्ने दृष्टिकोण राम्रो हुँदैन घरबाट पनि झगडा हुन्छ भन्ने कुराहरू अन्य कलाकारहरूले गरिराख्नु भएको छ अब तपाईँ त यति राम्री हुनुहुन्छ त्यहाँ आउने मान्छेहरूले के भन्नुहुन्छ कस्तो किसिमको आश्वासन देखाउनुहुन्छ तपाईँलाई त्यस्तो म चाहिँ झट्ट हेर्दाखेरि रिसाउने बानी छ नि त मेरो कोही गेस्टले हेर्दा पनि म रिसाएर झर्केर बोल्छु नि त त्यही भएर कसैले त्यस्तो कुरा खोल्न सक्दैन त्यही पनि अरूबाट थाहा पाएको कुराहरू के अब यताउता गर्ने लप्पन सप्पन गर्ने पैसा सैसा दिएर यताउता जान्छन् भन्ने कुरा सुनेको थिएँ तर मेरो आँखाले चाहिँ देखेको छैन है त्यो भन्न पनि हुँदैन सबै दोरी एउटै हुँदैन अनि यहाँहरूलाई सन्देश पनि दिन चाहन्छु कि सबै मान्छेहरू सबै महिलाहरू एउटै हुन सक्दैनन् एउटै हुँदैनन् पनि होलान् कोही 100मा 5-10% जति होलान् तर सबैको आफ्नै व्यथा हुन्छ आफ्नै कथा हुन्छ त मान्छेले हेर्ने दृष्टिकोण जो जस्तो छ त्यो मान्छेले त्यस्तै देख्ने हो आफू राम्रो भएर हिँड्ने हो त्यति हो भनेपछि बाहिर सुने अनुसारको कुराहरू चाहिँ तपाईँले भोग्नु परेको छैन अहिलेसम्म दोरीमा मैले चाहिँ त्यस्तो चाहिँ परे छैन म चाहिँ रिसाउने बानी भएर नै मलाई कोही गेस्टले केही भन्न सक्दैन रिसाउनु राम्रै बोले पनि म रिसाएर बोल्छु त्यही भएर अनि दोरी साँझहरूमा चाहिँ कि राम्री हुनुपर्छ कि चाहिँ अब गेस्टहरू ल्याउनु पर्छ नत्र भने दोरीमा काम पाइन्न भन्ने कुरा छ नि सिमरन यो काठमाडौँमा जतिमा दोरी काम गर्ने हाम्रो कलाकारहरू हुनुहुन्छ नि उहाँहरूले भन्नुहुन्छ अब योभन्दा अगाडि हाम्रो रिया सुनार चिन्नुहुन्छ होला नि उहाँले पनि यस्तै कुरा गर्नुभएको थियो उहाँको इन्टरभ्यू लिँदाखेरि अब दोरी लाइनमा काम गरेको हाम्रो सिमरनजीको पनि धेरै भयो भन्ने कुरा चाहिँ सुनियो यिनी कुराहरू यहाँले भोग्नु पर्यो कि परेन यहाँको जीवनमा
त्यस्तो गेस्टहरू ल्याउनुपर्छ, तिमीले यही गर्नुपर्छ भनेर फोर्सली मलाई कसैले पनि भन्नु भएन मेरो भोगाइमा। त्यस्तो चाहिँ छैन। पोखरामै मैले काम गरेँ, त्यस्तो छैन। हजुर ठ्याक्कै मेरो एउटा इन्सिडेन्ट भनौँ है, म त्यसलाई चाहिँ त्यसरी लिन्छु। आजभन्दा 5 वर्ष अगाडि चाहिँ मेरो घाँटीमा समस्या भयो। त्यहाँभन्दा अगाडि मैले गीत गाउँथेँ, राम्रै गाउँथेँ, हाईमा पनि गाउन सक्ने। अनि हेर्न पनि सक्नुहुन्छ मेरो त्यो ठ्याक्कै कुन युट्युबमा छ गीत त थाहा छैन। म चाहिँ रमेश कार्की दाइले र सिमरन बुनु भनेर पानको पात भन्ने एउटा लाइभ दोहोरी गएको थियौँ हामीले पोखरामा। त्यहाँनिर सुन्न सक्नुहुन्छ मेरो आवाजमा कतिसम्म समस्या भएको थियो भनेर क्या। मेरो जस्तो हाई नोटमा जाँदाखेरि चाहिँ आवाज नआउने, सास मात्र आउने। यो चाहिँ अहिले कन्टिन्यू मेरो अलिकति ठिक भएको महसुस गरेको मेरो चाहिँ लगभग 9-10 महिना जति भयो। यो लगभग 4.5 वर्षको पिरियडमा चाहिँ मैले यो मेरो यो घाँटीको समस्याले गर्दाखेरि गाह्रो हुन्थ्यो एकदमै। अब आफूलाई यस्तो यो गीत सङ्गीत भनेको नसा जस्तो भयो क्या। काम छोड्न पनि नसक्ने, आफूले गएर गाउन पनि नसक्ने होइन। अनि बोल्ने बेलामा पनि दिउँसोमा पनि आवाजहरू बस्ने त्यस्तो समस्या चाहिँ भएको थियो। त्यो हुँदा पनि अब मैले पहिला गरेको काम देखेर होला, पोखरामा चाहिँ एकदमै दयालु मान्छेहरू बस्नुहुन्छ जहाँसम्म लाग्छ मलाई है। अनि कति रुन्थेँ राति घरमा गएर, म कहाँ गएर ठिक हुन्थेँ होला जस्तो लाग्ने क्या। त्यो कुरा सम्झिँदा अहिले नराम्रो लाग्छ है। अनि सपोर्ट गर्नुभएको थियो अझ विशेष गरी त पोखरामा। अब ठ्याक्कै नाम लिँदा फरक पर्ला नपर्ला, आदरणीय मेरो चन्द्र गुरुङ दाई हुनुहुन्छ, अभिभावक पनि हुनुहुन्छ। धेरै कुराहरू सिक्न पाइयो दाईबाट। उहाँले चाहिँ मलाई त्यो अवस्थामा पनि काम दिनुभएको थियो। दाईलाई एकदमै यहाँदेखि धन्यवाद भन्न चाहन्छु है। एकदमै गाह्रो अवस्थामा पनि क्या। हुन त अब आफूले गएर मेरो के भन्छ गला कला भइदियो भने हो नि त काम गर्ने त। तर त्यस्तो समस्याकै रूपमा लिन्न होइन। गेस्टहरू ल्याउनुपर्छ, त्यो गर्नुपर्छ, त्यो फोर्सली गर्नुहुन्थ्यो भने चाहिँ मलाई त्यो काम दिनुहुन्न थियो होला। म त्यति राम्री पनि छैन भनेपछि बाहिरबाट जे पब्लिकले सोच्ने नजर हुन्छ नि त्यो चाहिँ दोहोरीभित्र छैन अन्त? होइन, त्यो बिल्कुलै छैन। मेरो भोगाइमा चाहिँ त्यो छैन। अब कतिपय मान्छेले कहाँबाट कसरी जानेर बोल्नुहुन्छ त्यो कुरा थाहा भएन होइन। तपाईँले नभोग्नु भएको होला नि त, तपाईँको जीवनमा आइ नपरेको होला, तपाईँको अरूको जीवनमा त आइपऱ्यो होला नि त होइन। कसैको जीवनमा आइपर्न सक्छ त्यो कुरा। मैले सबैको बारेमा भन्न खोजिनँ कि मेरो केसमा चाहिँ त्यो चाहिँ समस्या भोग्नु परेन। नत्र भने त्यो अवस्थामा पनि तैँले चाहिँ गाउन सक्दैनस्, हाम्रो दोहोरीमा तेरो लागि ठाउँ छैन भन्नुहुन्थ्यो होला होइन। धेरैजनाले सपोर्ट गर्नुहुन्थ्यो। अनि प्रायः मैले साइड भोकल गर्दिनँ थिएँ, मलाई लिड गर्नै मनपर्ने क्या। अनि त्यो कुरामा पनि त्यो पिरियडमा मैले लिड के भन्छ साइड भोकल पनि गरेँ गर्नलाई। तर भए पनि आफूलाई चाहिँ कस्तो गाह्रो लाग्थ्यो भने मैले सक्दिनँ होला भन्ने बेलामा पनि धेरै सक्छस् गर्छस् भन्ने तरिकाले चाहिँ प्रोत्साहन गर्नुहुन्थ्यो दाइले। ल ठिक छ, यो दोहोरीको कुरा रह्यो। अब लगभग हामी अन्त्यमा छौँ। एउटा गीत सुनाऊँ त? एउटा गीत सुन्छौँ, त्यस पछाडि छुट्यौँला है त हाम्रो सिमरनजीको आवाजमा। ओके आचलजी। यो चाहिँ 2072 सालमा म आफैले गाएको गीत हो, ओम गैरी दाईसँग। स्लो गीत छ, सानो। भत्के पनि मायाको इनार हाम्रो नाता भए नि दुई किनार सपनीमा आउँदै गरे है औँसीमा नि उदाउँछु निर्माया रातमा नजर लाउँदै गरे है। यति नै। ल ठिक छ, मिठो गीत सुन्यौँ। हामी अन्त्यमा छौँ आचलजी। अन्त्यमा यति बेला धेरै दर्शकहरूले हामीलाई हेर्दै हुनुहुन्छ। अब मैले चाहिँ अलिकति आज यहाँहरूसँग मेरो आचलजीसँग त पहिलो भेट हो, हाम्रो सिमरनजीसँग दोस्रो भेट हो। त्यति मैले यहाँहरूको विषयमा जान्न पनि पाइनँ। यो चाहिँ सोधिदिएको भए चाहिँ अलि राम्रो हुन्थ्यो भन्ने केही छ भने भन्न सक्नुहुन्छ? कसरी यहाँसम्म आयो भन्ने कुरा चाहिँ हजुरले सोध्नु भएन है। ठुलो गल्ती हो मबाट। ल ठिक छ, हामी दोस्रो भेटमा गरौँ ल। तपाईँलाई मनमा लागेको भन्नु नि त। होइन के भन्ने म त भन्न नि आउँदैन। तपाईँ नबोलेरै बिताइदिने हो क्या? के अरे दाईसँग भेट भएर एकदमै खुसी लाग्यो। गीत गाउन पाइयो हजुरको स्टुडियोमा आएर। अनि
आफ्नो मनको कुराहरू पोख्न पाइयो। हजुर हजुरलाई धेरै धेरै धन्यवाद। साथसाथै हजुरसँग भएको दाई भाइ अनि क्यामराम्यानहरू दाईहरू सबैलाई एकदमै धेरै धेरै माया भन्न चाहन्छु। अनि चाहिँ खै त त्यस्तो त भन्दिनँ। ल सिमरनजी केही छ त खासै के छैन, सोध्ने कुराहरू त सोधिहाल्नु भयो। अब यहाँ धेरै कुरा गरेर पनि साध्य लाग्दैन होइन।